ओके सो हेलो एभ्रिवान अगेन तपाईहरुलाई स्वागत छ हाम्रो आजको नयाँ रियाक्सन भिडियोमा र आजको यस भिडियोमा म रियाक्सन गर्न जाँदैछु बालेन दाइको नयाँ म्युजिक भिडियोमा जसको टाइटल रहेको छ आम नेपाली बुबा। सो आई गेस यो चाहिँ अलि इमोसनल सङ हुन सक्छ। सो त्यही हो, अब चाहिँ हेरौँ कस्तो हुनेवाला छ, लेट्स सी। ओके सो मैले चाहिँ हेडफोन लगाइसकेको छु एन्ड नाउ लेट्स प्ले द सङ। कस्तो हुनेवाला छ। ओके यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ। कहाँ गएको? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ। घर परिवारको अवस्था व्यवस्था केही छैन है? बाहिर बस, भित्र छिर्नु पर्दैन। ओके सो यो गाना चाहिँ बालेन दाइको बुवाको माथि चाहिँ डेडिकेटेड छ, किनकि यहाँ हेर्न सक्नुहुन्छ उहाँको बुवा भर्खरै बित्नु भएको छ। सो उहाँलाई नै डेडिकेट गरेर यो गाना बनाउनु भएको छ। डाक्टर रामनारायण शाह उहाँको बुवाको नाम। ओके अगाडि हेरौँ। आम नेपाली बुवा। यो टुन चाहिँ क्या मिठो लागिरहेछ है, लाइक कुन मन्दिरमा हैन, लाइक यस्तो बवालै लागिरहेछ क्या, मतलब नेक्स्ट लेभल। घाम झुल्किन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ एकमात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी टिल्टीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय होमिन्छु हाकिमहरूको इशारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको के भएको उहाँ चाहिँ जबमा जानुभएको छ अनि यता आएर डोको बोक्नु भएको छ। पैसा फल्दो सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिन कहिले समाज नै दुश्मन भो अहिले छोरा किचकिच गर्छ जहिले हात हातमा आइफोन छ भन्नुस् के दिनु भो तपाईले। ओके सो यो चाहिँ लाइक एकदम ट्रु कुरा हो हैन। अहिलेको जेनेरेसनमा हेर्नु सबैसँग हैन आइफोन नै हुन्छ। काठमाडौँमा त झन् मैले हेरेको जतिमा लाइक 50% नै भनौँ न 50% मान्छेको हातमा आइफोनै हुन्छ क्या। अनि अब त्यो आइफोन चाहिँ कसले दिएको होला? आफैले त लाइक अहिलेको टाइममा त आफैले त पक्कै किनेन होला हैन, बुवाकै पैसाले किने होला हैन। सो त्यही हो। ओके सो यो चाहिँ मस्जिदको सिन छ हैन। एन्ड यो पार्ट चाहिँ मलाई एकदमै राम्रो लाग्यो किनभने यो पर्टिकुलर म्युजिक भिडियोमा चाहिँ लाइक सबै कुरा देखाइरहेछ नि त। एउटा बुद्धिज्मको, मुस्लिमको, हिन्दूको हैन सबै देखाइरहेछ नि त। छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे गोर्लेको पकेटमा हात्ती महँगो घडी लाको रे हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु दिनदिनै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिन्नी औला कतै नानु तिमी नरुनु है अर्को महिना किनिदिन्छु नि न्याउरो चाहिँ नहुनु है यसपालि चाहिँ ऋणी हुन्छु बुढी मलाई माफी देऊ चाँडै बाला झिकिदिन्छु तिमी नै त साथी हौ न रिसाउ किन दुखी हुन्छौ नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना तिमी बुझ्न सक्छौ बिन्ती फकाइ फुलाई राखन।
ओके सो यो चाहिँ पशुपतिको सिन छ त्यहाँनिर ऊ भइरहेको छ के भन्छ यसलाई म ठ्याक्कै अहिले बिर्सेँ के म एकचोटि हेर्न पनि गएको थियो यसलाई के भन्छ के भन्छ यार तपाईँहरू कमेन्टमा भन्नु होला है यो गर्नेलाई के भन्छ यिनीहरू ठुला हुँदै घर उही सानै छ आफन्तहरू आकाश छुँदै भर ओके सो उहाँको बुढीले हेरिसक्नुभयो उहाँ यस्तो काम गर्नु भइरहेछ भनेर मेरो ज्यानै छ भित्र मन मेरो हृदय आँखा सामु च्यानै छ साँझ मेरो ढलिसक्यो यिनीहरूको बिहानै छ हौसला यो गलिसक्यो जोस जाँगर जलिसक्यो होस बेगर बरालिँदै गन्तव्यको बाटोमा केही बोल्न सकेको छैन होइन मूर्ख लाटो म हेर्न सक्दिनँ आफ्नै ऐना इज्जत मिस्यो माटोमा मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हातुमा लुटेराको जम ड्याम ब्रो यो सिन चाहिँ लाइक मलाई अति नै त्यो इमोसनल लाग्यो के एज यु क्यान सी उहाँले लाइक आफ्नो यो ऊ हुन्छ नि त्यो बोक्ने खोज्नु भइरहेको थियो ब्यागमा अनि उता उहाँको बुढीले चाहिँ लाइक यो गर्नु भइरहेछ उहाँको हेरेर लास्टै इमोसनल रहेछ यार यो त हातमा छाया नि हुन्न साथमा रमाइलोमा सँगै दुःखमा छोड्ने समाजमा मनमैलो यो होइन पीडा छ मेरो आवाजमा कथा नौलो होइन नसुनाइ बसेको लाजमा आज म बिन्ती गर्छु माफी माग्छु बाबु यो चाहिँ युएन पार्कको सिन रहेछ यो बाटोमा डेली आवाज गर्दा हुँ खासमा अफिसमा जान्छु नि यही बाटो सो ठ्याक्कै यो युएन पार्ककै सिन रहेछ आई गेस इफ आइ एम नट रङ यो चाहिँ युएन पार्क भयो यताको यो जङ्गल झाडी मेबी बट या आइ एम प्रिटी स्योर ओके मेरो माया गर्छ तँलाई धेरै गरिब छ यो बाबु तेरो स्थिति यो बुझ्दै मेरो बाँच्नु पनि छ अप्ठ्यारो ओके सो उहाँको छोरा जब गर्नु भइरहेछ मेबी वेटरको मुस्लिम बुद्धिज्म ओके सो म्युजिक चाहिँ यहीँसम्म थियो एन्ड अरू के भनौँ यार लाइक मलाई त भित्रबाट इमोसनल बनाइदियो के दामी थियो मलाई लाग्यो हुन्छ नि बालेन्दा अहिले यति बेला धेरै कन्ट्रोभर्सीहरूमा हुनुहुन्छ अनि मलाई लाग्यो लाइक त्यसको माथि चाहिँ यो गाना हुनसक्छ तर खासमा यो चाहिँ उहाँको बुवाको लागि थियो सो रेस्ट इन पिस उहाँको बुवालाई अनि त्यही हो तपाईँहरू कमेन्ट गरेर भन्नु होला तपाईँलाई कस्तो लाग्यो मलाई चाहिँ एकदमै लाइक हार्ट टचिङ लाग्यो भनौँ न सो या आजको लागि बस यति नै र म मिलेछु अर्को भिडियोमा तबसम्मलाई